Stopping by Woods on a Snow Evening by Robert Frost. Hello everyone, welcome back to my YouTube channel English to नेपाली समरी। आज हामीले स्टपिङ बाई वुड्स अन अ स्नो इभिनिङ पोएमलाई नेपालीमा बुझ्ने छौँ। यो एउटा सानो र मिठो कविता रहेको छ। यो 16 लाइनको मात्र कविता भए पनि यो विश्वभरि प्रसिद्ध रहेको छ। यस कवितामा एउटा ट्राभलर हुन्छ। ऊ चाहिँ एक दिन आफ्नो सानो घोडामा बसेर जङ्गलको बाटो भएर गइरहेको हुन्छ। हिँड्दा हिँड्दै ऊ अचानक रोकिन्छ। ऊ आफ्नो अगाडि एउटा खाली ठाउँ देखेर आफैसँग कुरा गर्न थाल्छ। ऊ आफैसँग के भन्छ भने, यो खाली ठाउँ अर्थात् जङ्गल कसको हो सायद मलाई थाहा छ। र उसको घर चाहिँ गाउँमा छ र उसलाई थाहा छैन कि म यो जङ्गलमा छु भनेर। यो पनि उसलाई थाहा छैन कि कसरी उसको जङ्गलमा अर्थात् कसरी उसको ठाउँमा सानो सानो बरफको टुक्रा खसिरहेको छ। केही समयपछि फेरि ट्राभलरले के भन्छ भने, मेरो सानो घोडाले सोच्दै होला कि मेरो मालिक किन यो सुनसान जङ्गलमा उभिएका छन्। यता त कुनै घर पनि छैन, यता त कुनै मान्छे पनि छैन, तर पनि किन मेरो मालिक किन उभिएका छन्। फेरि केही समयपछि ट्राभलरले आफैसँग के भन्छ भने, सायद घोडाले आफ्नो नाकमा बाँधेको रस्सी हलाएर मसँग केही गल्ती भयो भनेर सोच्दैछ कि। त्यति बेलाको समय हावा र केही पातहरू मात्र आवाज आइरहेको थियो। त्यसपछि लास्ट 4 लाइन धेरै फेमस छ, जुन विश्वमै प्रसिद्ध छ। त्यो के छ भन्दाखेरि, द वुड्स आर लभली dark and deep, but I have promises to keep, and miles to go before I sleep, and miles to go before I sleep। यसमा के भन्न खोजिएको छ भने, जङ्गलमा भएका रुखहरू धेरै लभली, डार्क एन्ड डिप थियो। म त्यहाँ उभिएर धेरै बेरसम्म हेर्न चाहन्थे, तर म माथि केही जिम्मेवारी थियो। मलाई छिटो घर फर्किनु थियो, बाटो टाढा थियो, म धेरै बेरसम्म उभिएर हेर्न सक्दैनथे। त्यही भएर त्यहाँबाट हिँडे। यो पोएमबाट हामी के बुझ्न सकिन्छ भने, आफ्नो जिम्मेवारीले गर्दा सबै मानिस आफ्नो मन पराउने काम गर्न सक्दैनन्। आफ्नो जीवनको लक्ष्यको लागि केही कुरालाई छोड्नुपर्छ र जीवनमा सङ्घर्ष गरिराख्नुपर्छ। यही कुराहरू हामीलाई यस कविताबाट लेखकले सिकाउन खोजेका छन्। ल त आजको लागि यति नै। थ्याङ्क यू, ह्याभ अ गुड डे।